बरु है म अन्जेल बाजिराखेँ है। लास्ट विक चाहिँ टिकटकमा एउटा भिडियो भाइरल भएको थियो र त्यो भिडियोमा आएको कमेन्ट पढेर थाहा हुन्थ्यो कि त्यो भिडियो हेर्ने सबैजनाको आँखा रसाएको थियो, मेरो पनि आँखा रसाएको थियो। सो भिडियोमा एकजना युवा चाहिँ विदेश जान लागेका छन् र उनी आफ्नी आमालाई भन्छन् म आउँदासम्म बाँचिरहे है, र त्यो भनाइले चाहिँ उनको आमा भक्कानो छोडेर रुनु भएको छ। त्यो देख्दा सबैलाई दुःख लागेको छ र आजको दिनमा ती युवा त विदेश गइसकेका छन् आफ्नी आमालाई गाउँमै छोडेर। तर म चाहन्न कि तपाईको जीवनमा पनि ती युवाको जस्तै आफ्नी आमालाई आफ्नो परिवारलाई छोडेर विदेश जानुपर्ने दिन चाहिँ नहोस्। केही स्किल सिक्यो भनेदेखि घरमै बसेर जे पनि गर्न सकिन्छ। आजको इन्टरनेटको जमानामा चाहिँ तपाईले केही स्किल सिक्नुभयो भनेदेखि चाहिँ तपाईले घरमै बसेर जुनसुकै देशको काम गर्न सक्नुहुन्छ र तपाईहरुको लाइफमा खुसी ल्याउनको लागि भनेर मैले 24 घण्टामै एसइओ सिक्न सकिने कोर्स बनाएर युट्युबमा अपलोड गरिदिएको छु र त्यो भिडियो हेरेर तपाईले एउटा स्किल गेन गर्नुहुन्छ, अर्को कन्फिडेन्स गेन गर्नुहुन्छ र कसरी अपर्च्युनिटी पाउने त्यो पनि सिक्नुहुन्छ। यदि तपाई पनि त्यो भिडियो हेरेर आफ्नो सपनालाई अगाडि बढाउन चाहनुहुन्छ भनेदेखि चाहिँ अहिले नै मलाई फलो गरेर तल कमेन्टमा एसइओ भनेर लेख्नुस् र म तपाईलाई त्यो भिडियोको लिंक मेसेज गर्छु।